हेलो साथीहरू नमस्ते। के छ हजुरहरूको खबर? सन्चै हुनुहुन्छ? मेरो पनि एकदम धेरै राम्रो छ। आज म फेरि हजुरहरूको सामु एउटा सानो मिनी भ्लग लिएर उपस्थिति भइसकेको छु। हामी चाहिँ आज बिर्ता मोडबाट गान्तोकसम्मको यात्रामा निस्किएको छौँ अनि हामी बिर्ता मोडबाट बस चढेर काकरभिट्टासम्म जान्छौँ। काकरभिट्टाको बस स्ट्यान्डबाट हामी सिटी सफारी चढेर पानी ट्याङ्की जान्छौँ। पानी ट्याङ्की जाने क्रममा चाहिँ हामीले पुलमा सिटी सफारी चेन्ज गर्नुपर्ने हुन्छ र त्यहाँबाट हामीले सिटी सफारी चेन्ज गरेर पानी ट्याङ्की बस पार्कसम्म जान्छौँ। त्यहाँ गएर हामीले गाडीहरू बुझ्छौँ र हामीले 11 बजेको गान्तोकको गाडीको टिकट लिन्छौँ भने हामीलाई चाहिँ टिकट पर व्यक्ति 580 परेको थियो र हामीसँग टाइम निकै नै भएको कारणले हामी पानीपुरी चटपटे मोमोजहरू खाएर टाइम स्पेन्ड गरिरहेको थियौँ र त्यसपछि हाम्रो ट्याक्सी पनि आउँछ र हामी ट्याक्सीमा बसेर हाम्रो यात्रालाई अगाडि बढाउँदैछौँ र हामी बसेको ट्याक्सीमा चाहिँ हामी सबै लेडिज थियौँ। ड्राइभर दाइसँगै अनि एकजना दाइ, जम्मा 2 जना मात्रै जेन्ट्स हुनुहुन्थ्यो र हामी एकदम रमाइलो गर्दै अगाडि बढिरहेको थियौँ। यताको बाटोहरू हेर्दा चाहिँ मलाई एकदम विदेशवाला भाइब्स आइरहेको थियो क्या साथीहरू। पुग्न त पुगेको छैन र पनि त्यस्तो भाइब्स आइरहेको थियो। अनि बाटो भने राम्रो थियो, त्यस्तो नराम्रो बाटोहरू थिएन। जामहरू चाहिँ निकै नै हुने रहेछ बाटोहरूमा। अनि यहाँ ट्रेन कुद्ने बाटो पनि देखेको थियौँ हामीले र हामी टिस्टा खोलाको तिरैतिर हुँदै हाम्रो यात्रालाई अगाडि बढाइरहेको थियौँ। अब आफू खुसी हुने, आफ्नो यात्रालाई कतिको रमाइलो बनाउने भन्ने कुरा त हामी आफैमा भर पर्ने कुरा हो, तर हामी चाहिँ एकदम धेरै रमाइलो गर्दै गइरहेको थियौँ। हामीलाई बिचमा खाजा खान रोक्नु भएको थियो, त्यहाँ हामीले खाजाहरू खायौँ, वासरुमहरू गयौँ र फेरि हामीले हाम्रो यात्रालाई अगाडि बढायौँ र हामीले सिक्किम प्रवेश गर्नु अगाडि बोर्डरमा चाहिँ पर्मिट लिनुपर्ने रहेछ। त्यहाँबाट हामीले पर्मिट लिएर अनि हाम्रो यात्रा फेरि अगाडि बढायौँ। ठाउँहरू राम्रो थियो, बाटोहरू पनि राम्रो थियो। अब ठाउँहरूको सबै ठाउँको नाम त मलाई पनि याद छैन, के थियो बिर्सिसकेँ मैले। र हामीले चाहिँ होटल बुकहरू केही गरेको थिएनौँ र ट्याक्सी दाइलाई भनेको थियौँ, उहाँहरूले नै हामीलाई होटलहरू बुक गराइदिनु भएको थियो, लगिदिनु भएको थियो। अहिले चाहिँ सिजन भएर होला, होटलहरू पनि महँगो, रुमहरू पनि नपाउने एकदम धेरै गाह्रो थियो। अनि हामी गयौँ, फ्रेस भयौँ अनि हामी रेडी भएर एमजी मार्ग घुम्न गयौँ। उहाँ हेर्नु न, चप्पल लाएर हिँड्न नसकेर बोकेर हिँडिरहेको छु मैले चाहिँ। अनि हामी एमजी मार्ग गएर घुमेर भिडियो फोटोहरू खिचेर रमाइलो गऱ्यौँ। हामीलाई होटलको रुम चाहिँ 2500 आइसी परेको थियो। अहिले चाहिँ इन्डियामा भ्याकेसन चलेको कारणले एकदम धेरै मान्छेहरू हुनुहुन्थ्यो र होटलहरू बुक गरेर जानु होला, एकदम गाह्रो हुने रहेछ। हस् त साथीहरू, बाइ बाइ।